चिसो मौसममा आमा स्वयं र पेटमा रहेको बच्चाको स्वास्थ्यलाई मध्यनजर गर्दै के कुरामा ध्यान दिन जरुरी छ? यो चिसो समयमा महिलाहरूले चाहिँ अब सबभन्दा पहिले कुरा चाहिँ अब चिसोमा चाहिँ कमन कोल्ड एकदम धेरै लाग्ने हो। कतिपय महिलाहरूलाई एलर्जी पनि हुन्छ। तसर्थ चिसोबाट बच्ने चाहिँ सबै आफूले चाहिँ हुन्छ। अनि यसले गर्दा चाहिँ यदि केही गएर चाहिँ रुगाखोकी लाग्यो, निमोनिया भयो, आमाको स्वास्थ्यमा केही समस्या आयो भने, किनकि आमा र बच्चा सँगसँगै पेटभित्र जोडिएर बसेका हुन्छन्, त्यसले गर्दा बच्चालाई पनि समस्या गर्न सक्छ। जस्तै अब एकदम निमोनिया भयो, सिरियस भयो, हाई ग्रेड फिभर भयो, कमन कोल्ड भयो, भाइरलले गर्दा चाहिँ सुरुको अवस्थामा कहिले बच्चा तुनी जस्ता समस्याहरू एबर्सन हुने डर पनि हुन्छ। पछि गएर चाहिँ डेटभन्दा अगाडि तपाईँको चाहिँ डेलिभरी प्रिटर्म लेबर भन्छौँ, त्यो हुने डर हुन्छ है। कहिलेकाहीँ अब बच्चा आमाको सिरियस भयो भने बच्चा त्यसै पनि सिरियस भएर कहिलेकाहीँ एकदमै जटिल परिस्थिति आमालाई भयो, अथवा पहिलेदेखि नै कुनै प्रकारका यो रेस्पिरेटरी प्रब्लम भन्छ, जुन श्वास प्रश्वास सम्बन्धीका रोगहरू, जस्तै अब तपाईँको चाहिँ सिओपिडीका बिरामीहरू हुन्, अथवा चाहिँ कोही अब दमका बिरामी हुन्, दम बढ्यो भने, अब आजमा बढ्यो भने, कहिलेकाहीँ एकदम सिरियस भयो भने चाहिँ त्यसले आमा र बच्चाको दुईटैको स्वास्थ्य एकदमै जोखिममा पर्न सक्ने समस्या आउँछ। तसर्थ यसबाट म के भन्छु भने चिसो मौसममा चाहिँ बच्नको लागि चाहिँ सम्पूर्ण उपायहरू, अब न्यानो कपडाहरू लाउने, अब एलर्जीबाट जसलाई छ उसले चाहिँ मास्कहरू लाएर हिँड्ने हैन। अनि खानपिनमा पनि एकदम पोसिलो झोल कुरा बढी चाहिँ चिसोले गर्ने एलर्जीका कुराहरूदेखि लिएर घाँटीहरू बस्ने खालका पेय पदार्थहरू हुन्छन् नि तपाईँको, अब फेन्टा कोकदेखि त्यसै पनि हेल्थ राम्रो होइन, झन् यो आइसक्रिम अब प्रायः जस्तो खाँदैन, तापनि ती कुराबाट चाहिँ सबै नखाएर पोसिलो खाना खाने, तातो खाना खाने, न्यानो लुगा लगाउने। अर्को कुरा चाहिँ घरमा चाहिँ अब यी बस्ने क्रममा कतिपय महिलाहरूले चाहिँ तपाईँको चाहिँ अब बन्द कोठा पनि राख्ने, एकदमै हिटरहरू बाल्ने, आगोहरू ताप्नेले गर्दा फेरि अर्को समस्या हुनुपर्छ है। ती गर्दा पनि अपनाउनु साधन, किनकि अब त्यो बस्नको लागि चाहिँ अब विभिन्न साधनहरू त प्रयोग गर्छन्, तपाईँले सुन्नुभयो होला। कहिलेकाहीँ त्यो अब के हुन्छ भने अक्सिजन पुग्दैन कोठामा चाहिँ, अब त्यही एकदमै तपाईँको चाहिँ तातो बालिदिने, कोइलाहरू बालिदिने, जसले गर्दा चाहिँ निसासिस र आमाको र स्वास्थ्य दुवै गरेर एकदमै सिरियस खालका घटनाहरू पनि घटेको कुरा हामी सोच्छौँ। त्यो गर्भवती महिलाले पनि झन् बचाउँछु भन्दा उल्टो पनि असर हुन्छ। तर तीबाट जस्तै अब कहिले गर्ने, अब अक्सिजन झ्यालहरू खोलिदिने, हिटर लगाए पनि तपाईँको, अब कोइलाहरू भए पनि अब गुम्म नपार्ने, तपाईँको भेन्टिलेसनको राम्रो अवस्था गर्ने, अक्सिजनको मात्रा पुग्ने खालको प्रशस्त गर्ने, यी सम्पूर्ण कुराहरूलाई चाहिँ एकदमै ध्यानमा पुर्याएर चाहिँ तपाईँहरूले चाहिँ सावधानीपूर्वक चाहिँ सम्पूर्ण चिसोबाट अवस्था पुगाइयो भने चाहिँ आमाहरू चाहिँ अलरेडी कोही श्वास प्रश्वास रोग भएकालाई ती रोगहरू फेरि बढ्न सक्दैन। अनि चिसोबाट हुने चाहिँ अर्को कुरा चाहिँ बच्चा पाइसकेको आमालाई झन् बढी यसको लागि चाहिँ जरुरी छ। तपाईँको लागि चाहिँ उदाहरणको लागि चाहिँ बच्चा जसले पाइसकेको छ ती आमाहरूले चाहिँ बच्चालाई एकदम केयर गर्नुपर्छ। भर्खर जन्मेको बच्चा छ भने हाइपोथर्मिया एकदम कमन हो। हाइपोथर्मिया भनेको बच्चालाई उस्तै पऱ्यो भने तुरुन्त त्यो उसको टेम्परेचर लो भएर जाने एकदमै। जुन जिज्ञासा यहाँसँग हामीले राख्यौँ नि, चिसो समयमा गर्भवती महिला र बच्चा पाइसकेको महिलाले बच्चा र आफ्नो स्वास्थ्यको लागि जुन चिसोको कुरा गऱ्यौँ नि हामीले, एकदम सान्दर्भिक रहेछ। रासायनिक छ। अहिलेको बेला त यो सबले यो थाहा पाउनु पर्ने कुरा हो, जान्न पर्ने कुरा हो। किनकि अहिले त कतिपयहरू हामीले घटनाहरू सुताएका छौँ। अब अक्सिजन कोइला ताप्दा भेन्टिलेसन मेन्टेन नगरेर आमा र बच्चाकै पनि अब भर्खर डेलिभरी भएका केसहरूको पहिले पनि हामीले सुनेको थियो घटनाहरू, अहिले पनि सुन्न, अहिले त यो वर्ष त सुनेको छैन, पहिले धेरै नै प्रत्येक वर्ष मैले चाहिँ कोही बच्चा र आमाको डेथसम्मको पनि यस्तो एकदमै दुःखद घटनाहरू पनि हामीले थाहा पाछौँ। तसर्थ त्यसबाट बस्न त सावधानीहरू मैले भनेका कुरा सबै अपनाउनै पर्छ। भेन्टिलेसन मेन्टेन गर्नै पर्छ। अब कोइलाहरू राति बालेर छ भने, हिटरहरू धेरै त्यस्तो अवस्था छ भने, भेन्टिलेसन मेन्टेन नहुन्छ भने सुत्नुभन्दा अगाडि त एकपल्ट निभाएर मात्र सुत्नुपर्छ, नत्र अक्सिजन नपुगेर निसासिएर यसले एकदमै दुःखद घटनाहरू पनि कहिले निम्ता घटनाहरू छन्। व्यस्त हुनुहुन्थ्यो, महत्त्वपूर्ण समयमा महत्त्वपूर्ण विषयभित्र रहेर आफ्नो कुराकानी राखिदिनु भयो। डाक्टर साहबलाई धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू।